पछिल्लो समय सोसियल मिडियामा एकदम भाइरल भएको यो ठाउँ मणिचुरदह। शङ्खरापुर नगरपालिकामा रहेको यो मणिचुरदह महादेवको मन्दिर हो, तर अहिले आएर भने यो मणिचुर दहको लागि अलि नै बढी फेमस भएको छ। यहाँ टाँगिएको यो प्ले फ्ल्यागहरूले यसको शोभा त झनै बढाए जस्तो लाग्छ मलाई। धेरैजनाले मलाई कताबाट जाने हो दिदी भनेर सोध्नु भएकोले हामी चावेल बौद्ध जोरपाटी भएर गोकर्णतिर नलागी ओह्रालो नारायण टारतिर लाग्नुहोस्। दक्षिण ढोका हुँदै थली आउँछ र थलीबाट पनि हजुरहरू अलिकति अगाडि जानु भएपछि आलुपोट जाने आलुपोटतिर बायाँ मोडिनुहोस् र त्यही ठाउँबाट उकालो लागेपछि बाटो अफरोड भएको र उकालो पनि भएकोले र रातो माटोको बाटो धुलाम्ने भएकोले अलिकति स्कुटर र बाइक चलाउने भाइ बहिनीहरू चाहिँ बिस्तारै आउनुहोस्। बाटो एकदमै धुलो अनि उकालो भएकोले गर्दाखेरि एकदमै शान्त वातावरणमा भएको यो मणिचुरदह असाध्यै नै राम्रो छ। बोधिसत्वले आफ्नो टाउको काटेर मणि दान गरेको ठाउँ भएकोले मणिचुर भनिएको भन्ने मान्यता पनि राख्ने रहेछ यस ठाउँले। हजुरहरू साइक्लिङ र हाइकिङ पनि गर्न सक्नुहुन्छ। साँखुबाट वज्रयोगिनी हुँदै हाइकिङ गरेर पनि यो ठाउँमा आउन सक्नुहुन्छ भने काठमाडौँको धुलो धुवाँबाट थोरै टाढा भए पनि बाटो भने धुलाम्ने नै पाउनुहुन्छ। जनै पूर्णिमाको दिन निकै ठुलो मेला लाग्ने गर्दछ यस मणिचुरदहमा। हजुरहरू जानु हुँदाखेरि पानी त पाइन्छ, तर बाटोमा चाहिँ कतै पानी र खानेकुरा किनेर खानु पाइँदैन। त्यसैले गर्दा आफ्नो साथ लिएर जानुहोस् होला। त्यहाँ बाइक राख्ने ठाउँनेरि चाहिँ मणिचुरको एउटा पोस्ट आउँछ आर्मी ब्यारेक, त्यहाँ हजुरले 100 रुपियाँ प्रति व्यक्ति तिरेर जानु सक्नुहुन्छ र 5 मिनट अलिकति माथि जानुहुन्छ भने हाम्रो स्कुटर र बाइकको 150 रुपियाँ लिनुहुने रहेछ उहाँले। त्यो बाटोबाट अलिकति उकालो लागेपछि हामीले यस्तो हाइकिङ ट्रेल भेट्छौँ र यही ट्रेलको बाटो हुँदै हामी अगाडि बढेर मणिचुरदहसम्म पुग्छौँ। बाइक रोकेपछि धेरै बेर त लाग्दैन, अलिकति 20-25 मिनटमै हामी यो मणिचुरदह पुग्न सक्छौँ। एकदमै विचार गर्नुपर्ने कुरा चाहिँ के भने बाटोभरि रातै फुरेको लाली गुराँसलाई जस्तो छ प्लिज त्यस्तै छोडिदिनुहोस् होला। जतिजना पनि त्यहाँ गएर आउनु भएको थियो सबैजनाको हातमा मैले लाली गुराँस देखेँ। हजुरहरू सबैले टिपेर ल्याइदिनु भएपछि हामी पछि जानेले के हेर्नुहुन्छ होला जस्तो लाग्छ। हजुरहरू त्यहाँ बाटोमा जो कोहीलाई सोध्दै जानु भए पनि हुन्छ, होइन भने त्यहाँ एउटा स्कुल छ वनदेवी आधारभूत स्कुल, त्यो स्कुल कहाँ छ भनेर छोड्नु भए पनि हुन्छ। त्यही स्कुलको पार्किङमा आफ्नो बाइक र मोटरसाइकल पार्क गर्नु पनि सक्नुहुन्छ। अर्को एकदमै विचार गर्नुपर्ने कुरा के भने हामीले खानेकुरा लिएर गएपछि कृपया त्यस ठाउँलाई अलिकति सफा पनि राखिदिनुहोस्। आफूले लिएर गएको फोहोरको व्यवस्थापन प्लिज आफूले राम्रोसँग राखिदिनुहोस्। यति राम्रो ठाउँ हामी हेर्न गयौँ, कति दुःख गरेर कति अप्ठ्यारो बाटोहरू भएर पछि फेरि हामी के हेर्नको लागि जान्छौँ त हजुर? एकदमै नराम्रो लाग्यो। जताततै पिकनिक खाएर फोहोर फाट्नु देख्दाखेरि अलिकति हामीमा कमन सेन्स पनि हुनुपर्ने हो। हेर्नुहोस् त कस्तो राम्रो ठाउँ छ यो। हामी यही स्वच्छ हावा, यही प्ले फ्ल्याग, यही खुसी हेर्नु कति दुःख गरेर हामी त्यो ठाउँमा पुग्यौँ, तर बाटोभरि छरिएको फोहोर देख्दा साह्रै नराम्रो लाग्यो। हजुरहरूले एकदमै राम्रोसँग विचार पुर्याएर आफूले लगेको फोहोर व्यवस्थापन कृपया राम्रोसँग गरेर आइदिनुहोस् होला भन्ने र आइदिनुहुन्छ होला भन्ने आशा राखेकी छु। अब पोखरी हुन्छ। जीवनको मोडमा मायालु आशाको सपना सजाए, बाटोमा तिम्रो माया कसिलो छ चोली रसिलो छ बोली, कति होला जान फाल्ने।
तिम्रो नजिक भन्दै मेरी रानी भन्दै कति होला जन फाल्ने हुने मान्छेले कहिले पनि देखाउँदैन होला हो नहुने मान्छेले हो देखाउने सुन पसलले टन्न सुन लाएर त हिँड्ने मैले देखाएको छैन कस्टमरले चाहिँ लाएर हिँड्ने देखाएको छु होइन देखाउने मान्छे भन्छ साथै बनावटी हो भनेर बुझ्नु अब केटाहरू अब अहिले हाम्रो गाडी चढान नानी सँगै जाउँदा गफ गर्दै कहाँ जाने हेर तो साडीमा सररा जाउँ घुम्न हाम्रो गाडीमा चढान नानी सँगै जाउँदा गफ गर्दै कहाँ जाने हेर तो साडीमा मन्चुरी आइपुग्यो हो मन्चुरी के थाल्यो मन्चुरी महादेव थाल्ने यहाँबाट माथि लाग्दैछौँ लाउन कि पैसा कमाउने पुरनेको बेलामा झनै पुरनेको बेलामा गोसाई कुण्डको मेलामा गोसाई कुण्डको मेलामा देवी र देउता डोब्ने हो बोनबोद सँगसँग लाखामा धर्मोला लाखामा धर्मोला वैशर तिर्यम खलरामन खरमोला बर्पी पल्ला छाया हे बर्पी पल्ला छाया पुरनेको बेलामा झनै पुरनेको बेलामा गोसाई कुण्डको मेलामा गोसाई कुण्डको मेलामा देवी र देउता डोब्ने हो झनै पुरनेको बेलामा झनै पुरनेको बेलामा गोसाई कुण्डको मेलामा गोसाई कुण्डको मेलामा देवी र देउता डोब्ने हो फलफुलकोमा हाल्यो पूजा महादेव Kita udah tahu lah. Oh, dalam. Dalam. Sudah tahu.